कि छैन? हामी सबैजनाले लोकतन्त्र यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन? म यो प्रश्न गर्न चाहन्छु। यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो। उहाँ नेपाली जनता, यो नेपाली तपाईको चाहिँ लोकतन्त्रद्वारा स्थापित, नेपाली जनताको तपाईको मतद्वारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ को प्रति जवाफदेही हुनुहुन्छ? शङ्का गर्ने ठाउँ छ यहाँ। कोही न कोही प्रति त उहाँ जवाफ तपाईले कहिले मान्य सदस्य बस्नुहोस्। यहाँले राख्नु भएको कुरा मलाई ध्यान आकर्षण भएको छ, बस्नुहोस्। मान्य सदस्यहरू, केही मान्य सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य केपी खनाल, समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, हुम्ला र बाजुरा जिल्लाको सीमा अवस्थित रानीसिंह क्षेत्रको विवादलाई लिएर बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल सहितको टोलीमाथि भएको दुर्व्यवहारप्रति म ध्यान आकर्षण गराउन चाहन्छु। हिमाली गाउँपालिका क्षेत्रको साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार हो। त्यस क्षेत्रमा वर्षौंदेखि जडीबुटी र वन्यजन्तुको त्यहाँ तस्करहरूले कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको छ। त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा र पर्यटकहरूको चलपल भएमा त्यहाँ अवैध साम्राज्य डिस्टर्ब हुने डरले चौकी राख्न पहल गर्ने वडा सदस्य सहितलाई अराजक समूहले कुटपिट र बन्दक बनाएका थिए भन्ने खबर प्राप्त भएको छ। यसरी जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ। रानीसैन क्षेत्रको तत्काल सीमा विवाद समस्या समाधान गर्न गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु। प्रत्येक नागरिक जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गरोस् भन्ने म ध्यान आकर्षण गर्न चाहन्छु। रानीसैन क्षेत्रको सीमा विवादसँगै त्यस क्षेत्रको शान्ति सुरक्षाका लागि सँगसँगै त्यस क्षेत्रमा जडीबुटी र प्रवर्धन र प्रचुर सम्भावना भएकाले यस क्षेत्रको संरक्षण गर्न अति आवश्यक छ। म सम्माननीय सभा मार्फत त्यो झडपमा परेका जुन घाइतेहरू हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना र त्यसको उपचारका लागि पनि सरकारले ध्यान दियोस् भन्न चाहन्छु। धन्यवाद। मान्य सदस्य जनकराज गिरी, 2 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, यही 4 गते बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको सिमानामा एउटा अप्रिय घटना भएको छ। केही अराजक जत्थाले हिमाली गाउँपालिकाका वडा नम्बर 3 का कार्यपालिका सदस्य पेम्मा गारा शेर्पा, उनको श्रीमती लक्ष्मी गुरुङ, मिना कुँवर, नरबहादुर गुरुङ र बिछ्या चौकीका प्रहरी सहायक निरीक्षक महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबार थापामाथि साङ्घातिक आक्रमण गरेका छन् र ती घाइतेहरू अहिले सुर्खेतमा उपचारमा छन् र उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। र त्यो ठुलो धनजनको क्षति पनि पुर्याएको छ। कार्यपालिका सदस्य प्यामा गारा गुरुङको घरमा उनको घरभित्रको धान चामलदेखि उनको घरै भत्काउने काम भएको छ र यी दोषीहरू, घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गरियोस्। म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र यो क्षेत्र जडीबुटीको भण्डार र नेपालको सबैभन्दा
होचो बेस क्याम्प 3500 मिटर नेपालको सबैभन्दा हिमालमा सैपाल हिमालको यो बेस क्याम्प हो। त्यसैले यो ठाउँलाई अन्तर्राष्ट्रिय रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि त्यहाँ रानीसैन बहस भन्ने एउटा कार्यक्रमका लागि धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल र बाजुरा जिल्ला समन्वय प्रमुख तुलसीराम रोकायाको टोली जाँदै थियो र उहाँहरूलाई पनि त्यो गन्तव्यमा पुग्न दिएन, बिचैमा धपाउने काम भयो। यसमाथि पनि छानबिन होस् र सभामुख महोदय, पटक पटक यो ठाउँमा सीमा विवादका समस्याहरू आइरहेका हुन्छ। मान्य सदस्य निष्कल राई, समय 2 मिनट। सम्माननीय सभामुख महोदय, पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही पाउन खोजिरहेको छ। नीति तथा कार्यक्रमको जवाफ दिन, प्रधानमन्त्रीको खोजी गर्न लगायत विषयमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा म स्वयं र अन्य मान्यज्यूहरू उठेर पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौँ। यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, जवाफदेही तर सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रसङ्ग उल्लेख गर्न चाहन्छु। आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जवाफदेही खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित? सम्माननीय सभामुख महोदय, त्यो पनि गलत थियो र अहिले पनि गलत र अमर्यादित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो। सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो, तर सँगैमा अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकारले नै मर्यादा कायम गर्नुपर्ने हो, तर सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ, तपाईँ सत्ताको छाती चौडा बनाएर दाबी र गर्व गर्दै हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। सभामुख महोदय, जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ अनि सदन कसरी मर्यादित हुन्छ? सभामुख महोदय, बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा 1 इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग 2/3 छ, म सदन मान्दिनँ भन्दै केही 100 मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न। बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस् भन्न चाहन्छु। धन्यवाद। जय नेपाल। मान्य सदस्य अशोक चौधरी, समय 2 मिनट। सम्मानित सभामुख महोदय, जेनजी आन्दोलन पश्चात इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा लगातार 3वटा भीषण आगलागीका घटना भए। ती घटनाले करोडौँको रुपियाँ बराबरको जनजीवनको क्षति गरायो। पसलहरू जले, व्यवसायहरू समाप्त भएर कैयौँ परिवारका सपना खटारी भए। तर दुःखदको विषय के हो भने पूर्वकै प्रमुख व्यापारिक सहर इटहरीमा आगो नियन्त्रणका लागि पर्याप्त साधन र तयारी छैन। दमकलको अभावका कारण आगो नियन्त्रणमा ढिलाइ हुने र नागरिकहरू आफ्नै आँखा अगाडि आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य भए। हिजो मात्रै इटहरीको कस्तुरी कलेजमा विद्युत सर्ट भई आगलागीको घटना घट्यो। सौभाग्यवश कुनै मानवीय क्षति भएन, तर प्रश्न उठ्छ, यदि त्यहाँ विद्यार्थीको ज्यान गएको भए त्यसको जिम्मेवारी कसले लिने? स्थानीय सरकार कहाँ छ? जनताको करबाट सञ्चालित निकायहरू किन जिम्मेवार बन्न सकेका छैनन्? सम्मान्य सभामुख महोदय, जेनजी आन्दोलनका क्रममा अत्यावश्यक दमकल समेत जलेपछि आज इटहरीका नागरिकहरू असुरक्षित अवस्थामा बाँच्न बाध्य भएका छन्। आगलागी हुँदा अब नागरिकहरूसँग भगवानलाई पुकार्नु बाहेक अर्को विकल्प छैन। त्यसैले म सामान्य सभामुख महोदय मार्फत नेपाल सरकारसँग जोरदार माग गर्दछु, इटहरी उपमहानगरपालिकामा तत्काल आधुनिक दमकल पठाइयोस्। आपतकालीन सेवा प्रभावकारी बनाउन दमकल र एम्बुलेन्स लगायतका अत्यावश्यक उपकरण तत्काल उपलब्ध गरायोस्। साथै इटहरी उपमहानगरपालिकामा दमकल सहित करिब 15 करोड रुपियाँ बराबरका सार्वजनिक
साधनहरू जलेका थिए। जनताको करबाट खरिद गरेका ती सवारी साधनहरू बिमा नगर्ने गैर जिम्मेवार जनप्रतिनिधिहरूमाथि तत्काल छानबिन गरियोस् र दोषीमाथि आवश्यक कारबाही गरियोस् भन्दै म माग गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य जयपति रोकाए, समय 2 मिनट। सम्मानीय सभामुख महोदय, अघि पूर्ववक्ता मान्यज्यूले अराजक जत्था भन्ने शब्द यो शोभनीय भएन। त्यसो भए यो कर्णाली राजमार्ग बन्द गर्ने जत्थालाई के भन्ने? हुम्ला जिल्ला बाजुरा सिमानाको विषयलाई लिएर कर्णाली राजमार्ग अन्तर्गत बाजुरा क्षेत्रमा राष्ट्रिय राजमार्ग अवरुद्ध गरिएको घटनाप्रति म सम्मानीय सदन मार्फत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रिय राजमार्ग अवरुद्ध गर्नु कुनै पनि लोकतान्त्रिक समाज उपयुक्त र स्वीकार्य अभ्यास हुन सक्दैन। राष्ट्रिय राजमार्ग केवल यातायातको माध्यम मात्र होइन, नागरिकको दैनिक जीवन, सेवा प्रवाह, आपूर्ति व्यवस्था, संवेदनशील प्रति आवत जावतको अधिकारसँग प्रत्यक्ष जोडिएको संवेदनशील संरचना हो। यस्तो मार्ग अवरुद्ध हुँदा सर्वसाधारण नागरिकले अनाहक दुःख र शास्ति बेहोर्न बाध्य हुनु परेको छ। विशेष गरी उपचारका लागि यात्रामा रहेका बिरामी, अध्ययन तथा परीक्षाका लागि गन्तव्यतर्फ गइरहेका विद्यार्थी, खाद्यान्न तथा अति आवश्यक सामान ढुवानीका साधनहरू, दैनिक जनजीवन जोडिएका हजारौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। जनताको जनजीवन कष्टकर बनाउन कुनै पनि समस्याको दीर्घकालीन समाधान प्राप्त हुन सक्दैन भन्ने कुरा सबै पक्षले बुझ्न आवश्यक छ। सम्मानित सभामुख महोदय, हुम्ला बाजुरा सिमाना सम्बन्धी विषयले संवेदनशील ऐतिहासिक तथ्य अध्ययनसँग सम्बन्धित विषय भएकोले यसको समाधान संवाद, आपसी सद्भाव, सहमति, तथ्य प्रमाण राज्यका वैधानिक तथा संवैधानिक संयन्त्र मार्फत खोजिनु पर्दछ। भावनात्मक उत्तेजना, अवरोध, असहज परिस्थितिबाट समाधान होइन, सहज जटिलता उत्पन्न हुन खतरा रहन सक्छ। तसर्थमा नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई तत्काल आवश्यक समन्वय र पहल गरी कर्णाली राजमार्गको निर्बाध सञ्चालन सुनिश्चित गर्न, नागरिक सुरक्षाको प्रत्याभूति गर्न, दुवै जिल्ला बीचको सौहार्द, सामाजिक एकता, शान्ति गराउन म सरकार समक्ष माग गर्दछु। धन्यवाद। जय नेपाल। माननीय सदस्य बासना थापा, समय 2 मिनट। सम्माननीय सभामुख महोदय, दैलेख गुराँस गाउँपालिका वडा नम्बर 7 निवासी धनी थापाका छोरा वर्ष 28 का गणेश थापाको हिजो 6 गते दिउँसो 12 बजेतिर करेन्ट लागेर सिकिस्त घाइते हुनुभएको छ। विपन्न परिवारका अपाङ्गता व्यक्ति गणेश थापा गोठालो जाने क्रममा यस्ता घटना घटेको उहाँकी वृद्ध आमाले हृदय बताउनुभयो। हाल उहाँ उपचारको क्रममा अस्पतालमा हुनुहुन्छ। नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित यस्ता समस्या दैलेखको विभिन्न क्षेत्रहरूमा हुँदै आएको छ। भगवतीमाई, नौमुले, माबु लगायत धेरै ठाउँहरूमा विद्युतका लाइन तान्ने तारहरू छरप्रष्ट छन्। जनताको जीवनसँग जोडिने जोखिमयुक्त विषयमा प्राधिकरण किन संवेदनशील नभएको होला? सम्माननीय सभामुख महोदय, त्यस्तै दैलेखको नौमुले, द्वारी, भावरसैनी, भगवती माईका विभिन्न सडकहरू गुराँस 8 को धरमपोखरा, कुन्तडा, मर्के, हनेटा हुँदै माथिल्लो डुङ्गेश्वर सडकको कुन्तडादेखि मर्के, हनेटा, बस पार्कसम्मको सडक खण्ड केही दिनदेखि असिना पानी परेर पहिरो गएर अवरुद्ध रहेको छ। सम्बन्धित निकायमा समस्या राख्ने बजेटको अभाव भएको कारण सडक सञ्चालनमा ढिलाइ भएको जवाफ आएको छ। उक्त विषयमा सरकारको छिट्टै ध्यान पुगोस्। अब वर्षा लाग्न थालेको छ। देशभरिका ग्रामीण सडकहरू निकै जोखिमपूर्ण छन्। सडकको मर्मत, सवारी साधन सञ्चालनमा सबै निकायको ध्यान पुगोस्। सरकारले यस्ता जोखिमपूर्ण ठाउँहरूमा विशेष व्यवस्था लागू गर्न सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। जय नेपाल। माननीय सदस्य शोभा खनाल, समय 2 मिनट। सम्माननीय सभामुख महोदय, गोर्खा नगरपालिका बारपाक, सुलीकोट, शहीद लखन लगायतका पालिकाहरूमा हिजोदेखि बत्ती छैन। त्यहाँका बासिन्दाहरू अन्धकारमा बस्न बाध्य छन्।
तनहुको मार्कीचोकबाटै बिग्रेको सूचना आएकाले यति लामो समयदेखि बिजुली बत्ती नहुँदा समस्यामा छन् स्थानीयवासी। गुणस्तरीय ट्रान्सफर्मर र विद्युतीय सामग्री प्रयोग गरी नियमित बिजुलीको आपूर्ति गर्ने प्रबन्ध मिलाउन सम्बन्धित निकायको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य ललिता कुमारी। के थियो मान्य सदस्य? मैले अन्य केही मान्य सदस्यहरूले आकस्मिक समय माग गर्नुभएको थियो, तर आकस्मिक समयको विषय चाहिँ आकस्मिक नदेखिएको हुनाले समय निर्धारण गरिएको छैन। बस्नुहोस्। हजुरको पनि त्यही, मान्य सदस्यको पनि त्यही थियो। शिक्षा मन्त्रीसँग सम्बन्धित विषय आकस्मिक हुँदैन, त्यसकारण मान्य सदस्य बस्नुहोस्। बस्नुहोस् मान्य सदस्यहरू बस्नुहोस्। राजकुमार राई मान्य सदस्यको नि मैले हेरेको थिएँ, त्यसकारण आकस्मिक नभएर समय निर्धारण गरिएको छैन। मान्य सदस्यको नाममा त्रुटि हुन गएकोमा म त्यो फिर्ता लिन्छु। तर मान्य सदस्यले हामी सदन सुरुवात भएको 15 दिनै भयो, 275 जना मान्य सदस्यहरू हुनुहुन्छ, सबैको नाम मलाई कन्ठ नहुन सक्छ। त्यो मेरो नियत होइन, त्यो त्रुटि हो, त्यसमा मैले फिर्ता लिएको छु। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरूलाई आकस्मिक समय भनेको अघिल्लो सदन समाप्त भइसके पछाडि पछिल्लो सदन सुरुवात हुनुभन्दा अगाडि, अघिल्लो दिनको सभा समाप्त भइसकेपछि पछिल्लो सभा सुरु हुनुभन्दा अगाडि बिचमा घटेका घटना र सभा चलिरहेको बेलामा घटेका घटनाहरूलाई आकस्मिक समयको रूपमा उपलब्ध गराउने भनेर मान्य सदस्यहरूको दलगत सबै दलका मान्य सदस्यहरू सम्मिलित कार्यव्यवस्था परामर्श समितिबाट भएको छलफल र त्यो निर्णय हो भन्ने कुरा यहाँहरूलाई जानकारी गराउँछु। त्यसकारणले मान्य सदस्यहरूले आकस्मिक समय माग्दाखेरि जे विषयवस्तु लिखित रूपमा उपलब्ध गराउनु भएको छ, त्यो विषयवस्तु मैले भर्खरै भनेको अनुसार नभएकोले समय निर्धारण गरिएको छैन। अब होइन, सबै मान्य सदस्यहरूलाई आकस्मिक समय दिने बानी बसाल्ने हो, विधि बसाल्ने हो भने आगामी कार्यव्यवस्था परामर्श समितिमा बैठकमा यही छलफल गरौँ र त्यहाँबाट विधि बसालौँ। नत्र मान्य सदस्यहरूले सबै दलका मान्य सदस्यहरू सम्मिलित कार्यव्यवस्था परामर्श समितिबाट जे निर्णय गरिएको छ सभामुखले त्यसैमा टेकेर समय निर्धारण गर्ने गरेको हो। त्यसकारणले आज मान्य सदस्यहरूले जति मान्य सदस्यलाई आकस्मिक समय दियो उहाँहरूको विषयवस्तुको गाम्भीर्यता हेरेर दियो र अन्य मान्य सदस्यहरूको आकस्मिक समयको विषय नदेखिएकोले समय छुट्याइएको छैन। बस्नुहोस्। यहाँहरूले अरू आज विशेष समय पनि छ, सुन्ने समय पनि छ, त्यसमा आफ्ना कुराहरू राखौँ। त्यसपछि फेरि यसलाई आगामी दिनको कार्यव्यवस्था परामर्श समितिमा बसेर अब कस्ता विषयलाई चाहिँ आकस्मिक समय दिने भन्ने विषयमा छलफल गरेर त्यहाँबाट निर्णय गरेर अगाडि बढौँ। मान्य सदस्य
मान्य सदस्यहरू, आज आकस्मिक पछि विशेष छ, सुन्ने समय छ, त्यहाँ पनि बोल्न सकिन्छ, आफ्नो कुरा राख्न सकिन्छ। अब आगामी कार्यव्यवस्था परामर्श समितिको बैठकबाट आकस्मिक समयलाई अझ व्यवस्थित गर्ने गरी छलफल गरेर सबै दलको उपस्थितिमा त्यसरी जाउँ। आजलाई बसिदिनुहोस्। मान्य सदस्य राजेन्द्र कुमार राई 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस्। अन्य मान्य सदस्यहरू बस्नुहोस्, म समय दिन्छु। सम्मानीय सभामुख महोदय, आज ठ्याक्कै यो सदनमा 10 बजेभित्र पसेको थिएँ। 10 बजे फोन आयो। धनकुटा नगरपालिकाको वार्ड नम्बर 9 को सुनिता राईले फोन गर्नुभयो मलाई। उहाँले भाविवर साथ मलाई भन्नुभयो, आज मेरो बारदलीमा मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो। अनि मैले भने कसरी हरायो भन्दाखेरि उहाँले भन्नुभयो, बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, अब के गरौँ भनेर मलाई प्रश्न गर्नुभयो। मैले यसको जवाफ कसरी दिने सभामुख महोदय? पहिलादेखि सबै मान्यज्यूहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ यो बाँदरको बारेमा। यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? म भन्न चाहन्छु, यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ। आज बाँदरले सयौँ मानिसहरूलाई बचाइ उठाइसक्यो, सयौँ मान्छेहरूको दाल भात तरकारी खान पाएन। यस बारेमा सरकार किन सिरियस हुँदैन? म भन्न चाहन्छु, यो सरकारले थुप्रै काम गर्ने लक्ष्य योजना मध्येमा सबैभन्दा पहिला जनताको जीवनमा जुन ठुलो समस्या भएको बाँदर छ, यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने हाम्रो जनतामा जीवनमा परिवर्तनमा ठुलो समस्या हुन्छ। तत्काल रूपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति सभामुख महोदयलाई, यो सरकारलाई म ध्यान आकर्षण गर्न चाहन्छु। अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने? यस चाहिए कानुन होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब 7 दिन पछाडि सबै सदस्यहरूले यस बारेमा कुरा उठाउनुहुन्छ, यो सदन चल्न गाह्रो हुन्छ सभामुख महोदय। त्यसले गर्दाखेरि म सरकारलाई 7 दिनमा यसको जवाफ दिनका निम्ति आग्रह गर्छु, निवेदन गर्छु। धन्यवाद। मान्य सदस्य इन्दिरा राणा मगर, समय 1 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्मान्य सभामुखज्यू, राष्ट्रिय बाल अधिकार परिषद खारिज गर्ने सम्बन्धमा अघिल्लो सरकारले निर्णय गरेको भन्ने विषय सार्वजनिक रूपमा सुनिन आएको सन्दर्भमा बाल अधिकार संरक्षण, बालबालिकाको हक तथा संस्थागत निरन्तरता जस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनै पनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। साथै यस विषयमा सरकारवालाहरूसँग व्यापक परामर्श गरी पुनर्विचार गर्न सरकार समक्ष आग्रह गर्दछु। र बालबालिका भनेको मेरो भाषामा बालबालिका सबैभन्दा निमुखा वर्ग हो। एउटा गरिब मान्छेलाई म निमुखा भन्दिनँ, जसको आवाज दिन्छ, जसले सोच्छ, जो निर्दोष छ, त्यस्ता वर्गलाई हामीले निमुखा भन्नुपर्छ भन्ने पनि आग्रह गर्दछु। धन्यवाद। मान्य सदस्य बलावती शर्मा, 1 मिनेटमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सरकारले जारी गरेको निर्देशिका अनुसार विद्यालयमा पाठ्यघण्टा र कार्यघण्टा बीच तालमेल मिलेको छैन, जसले गर्दा शिक्षण संस्थामा नराम्रोसँग धक्का पुगेको छ। 1 वर्षभरिको पाठ्यक्रम, त्यसैमा पनि आइतबार विद्यार्थीको पढाइमा गुणात्मक परिमार्जन हुन्छ कि हुँदैन म सोध्न चाहन्छु।
सरकारले कि पाठ्यक्रम परिमार्जन संक्षेपीकरण गर्नु पर्यो, होइन भने आइतबारको बिदा शिक्षक र विद्यार्थीलाई थप बोझ दिने निश्चित छ। सरकारले हिउँदे र बर्खे बिदामा 15 दिन काटे पनि बर्खामा दुर्गमका विद्यार्थीलाई भेल पहिरोले जोखिम बढ्ने देखिन्छ। सम्माननीय सभामुख महोदय, समय बचेकोमा मैले 1-2टा योजना थप्छु। आगामी बजेटमा समावेश गरिदिनु हुनको लागि काठेखोला धनसिङ चोक हुँदै अमरभूमि सिले अर्गल हिल कर्मिला हुँदै म्याग्दी शिव जोड्ने शहीद मार्ग, त्यहाँ वर्षेनी रकम परे पनि बाटो अवरुद्ध हुने गरेको छ। त्यसै गरी जैमुनी नगरपालिका कुसमिसे र कालीगण्डकी करिडोर दमेक गाजाको दह दुधिला भाटी हुँदै मध्य पहाडी जोड्ने सडक, त्यसै गरी काठेखोला गापा वडा नम्बर 1 सिलीखेता चनौटे जोड्ने मोटरेबल पुल अति आवश्यक भएकोले समावेश गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। मान्य सदस्य रन्जु नेउपाने के नियम आपत्ति गर्दै हुनुहुन्छ? मेरो ध्यानाकर्षण भएको छ। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य मोहम्मद इस्तियाक राई, समय 1 मिनटमा आफ्नो कुरा राख्नुहोस्। सम्मान्य सभामुख महोदय, मेरो प्रसङ्ग फरक थियो, टाइम विशेष थियो, सीमा सम्बन्धी विषय मैले राख्न चाहेका थिए, तर समय चाहिँ छुट्याइदिनु भएकोमा धन्यवाद छ। मैले अब चाहिँ खास गरेर नेपालमा सबैभन्दा गर्मीयाम हुने ठाउँ बाँके जिल्लाको नेपालगञ्ज या दिपायल, त्यो पनि अहिले 1 नम्बरमा नेपालगञ्ज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवनयापन र बसाइ एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार, सामान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद। मान्य सदस्य मनमाया विश्वकर्मा, 1 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, जनताका विषय संवेदनशील नै हुन्छन्, त्यसैले मैले समय मागेको थिएँ। मलाई 2 मिनट समय दिनुभएको भए म पर्याप्त रूपमा यी कुराहरू राख्न सक्थेँ, तर म महत्त्वपूर्ण कुरालाई मात्रै यहाँ जोड्न चाहन्छु। झापा क्षेत्र नम्बर 2 को अर्जुनधारा नगरपालिका वडा नम्बर 7 गोस्कान क्षेत्रमा करिब 30 वर्ष अघिदेखि सुकुम्बासी परिवार बस्दै आएका छन्। जीवन निर्वाहको यो लामो समय बितिसक्दा पनि स्थायी समाधान पाउन सकेका छैनन्। हाल सुकुम्बासी समस्याको चरम भुमारीमा फँसेका जनता पटक पटक वैकल्पिक व्यवस्थापनको टुङ्गो नभई ठाउँ खाली गर्नको लागि समय नगरले दिएको र उहाँहरूलाई चाहिँ एकदमै समस्या बर्खा मासको बेलामा नसारिदिए हुन्थ्यो। हामीलाई पटक पटक अनुरोध गर्दा पनि अब 4 दिन मात्रै हाम्रो बाँकी रहेकोले अन्यत्र हामीलाई जान मन छैन। यो सभामुख मार्फत यो कुरालाई रोक्नको लागि आग्रह गरिदिनु भन्ने सूचना आएकोले जनताको समस्या यहाँ राख्न चाहेँ। र अर्को कुरा, मान्य सदस्य समय सकियो। मान्य सदस्य टीका संरौला, 1 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। मान्य सदस्य टीका संरौला। सम्माननीय सभामुख महोदय, मैले बिहान समय टिपाउँदाखेरि चाहिँ यो अलिकति आकस्मिक घटना भएको र यो विषयमा चाहिँ पूर्ववक्ता मान्यज्यूहरूले पनि कुरा राखेको भएर मैले 2 मिनटको समय मागेको थिएँ। कृपया मलाई 2 मिनटको समय दियोस्। सम्माननीय सभामुख महोदय, नेपाल र भारत सीमा विवाद त हामीले लामो समयदेखि देख्दै सुन्दै र भोग्दै आएका छौँ।
तर आफ्नै देशका दुई जिल्ला बीचको सीमा विवादले यतिखेर डरलाग्दो रूप लिएर हुम्ला र बाजुराका नागरिक बीच असामान्य परिस्थितिको सृजना भएको छ। हुम्लाको नाम्खा, सिमकोट र खारपुनाथ गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको सीमा क्षेत्रमा हालै उत्पन्न विवाद र झडपको घटनाप्रति म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। उक्त झडपमा परि 6 जना बाजुरावासीहरू घाइते भएको र हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याएर उपचार भइरहेको तथ्य पनि जानकारी गराउँछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी उप कानुनी कारबाहीको माग गर्दछु। साथै घाइतेको सम्पूर्ण उपचार राज्यको तर्फबाट गरियोस् भन्ने नेपाल सरकार समक्ष अनुरोध पनि गर्न चाहन्छु। हुम्ला र बाजुराका नागरिकहरूबीच शताब्दीौँदेखि गहिरो ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको छ। एउटै भूगोल, वन तथा चरण क्षेत्र सेयर गर्ने सह अस्तित्वका बासिन्दाहरूलाई राज्यले अभिभावकत्व प्रदान गरी यो विवादको न्यायपूर्ण र दीर्घकालीन समाधान गरोस् भन्ने अपेक्षा पनि गर्दछु। सरकारले यथाशीघ्र संवादको थालनी गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सङ्घीय नापी विभागको समन्वयमा तत्कालै प्राविधिक टोली खटाएर वैज्ञानिक सीमाङ्कन गरी पर्यटकीय सम्भावनाले भरिपूर्ण रानीसैना क्षेत्रलाई द्वन्द्वको थलो होइन, दुई जिल्ला जोड्ने मित्रता र समृद्धिको केन्द्र बनाउन सभामुख महोदय मार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु। साथै यो कर्णाली राजमार्ग अवरुद्ध भन्ने मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य ललिता कुमारी। सम्मानीय सभामुख महोदय, नमस्कार। म सरकारको ध्यान सीधा मिर्चैयामा लामखुट्टेको आतंक तथा अपूर्ण नाला निर्माणको तर्फ आकर्षित गराउन चाहन्छु। लामखुट्टेको कारण मलेरिया, डेङ्गु लगायतका रोग गर्मी र वर्षामा झन् बढी देखिन्छ। मिर्चैयामा अप्राविधिक तरिकाले नाला निर्माण खण्ड खण्डमा गरेको छ। नालाको एउटा पाटसँग अर्को पाटलाई जोडेको छैन। पानीको निकास छैन। ढक्कनविहीन अधुरो नालामा फोहर तथा पानी जमेर दुर्गन्ध तथा लामखुट्टे उत्पादन हुने अवस्था सृजना गरेको छ। दुःखको कुरा, यस्तो नालामा डुबेर मानवीय क्षति पनि भइसकेको छन्। सभामुख महोदय, म सरकारसँग माग गर्दछु, लामखुट्टे नियन्त्रणको लागि फोहोर व्यवस्थापन, नाला सफाई, हप्तामा कम्तीमा 2 पटक औषधि छर्ने व्यवस्था तत्काल लागू गरियोस्। नालाको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गरियोस्। धन्यवाद। जय देश। मान्य सदस्य लक्ष्मी प्रसाद पोखरेल। सम्माननीय सभामुख महोदय, दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 कर्णाली राजमार्गको जाक्सीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अन्तर्गत निर्माणाधीन 100 बेडको ट्रमा सेन्टर उपकरण र प्राविधिक जनशक्तिसहित आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइयोस्। 8-20 नगरपालिकाको आधारभूत अस्पतालमा आवश्यकता अनुसार उपकरण र प्राविधिक जनशक्ति पूर्ति गरियोस्। ठाँटीघाट आधारभूत अस्पतालमा दरबन्दी अनुसार डाक्टर पठाइयोस्। चामुण्डा बिन्द्रासैनीमा निर्माणाधीन आधारभूत अस्पतालको ठेकेदार बिचैमा काम छाडेर भागेको कारण भवन निर्माणको काम अलपत्र परेको छ। ठेकेदारको खोजी गरी कारबाही गरियोस्। साथै आगामी आर्थिक वर्षभित्र अस्पताल भवन निर्माणको काम सम्पन्न गरी नगरपालिकालाई भवन हस्तान्तरण गरियोस्। भैरवी आधारभूत अस्पतालको आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराइयोस्। दुल्लो अस्पताललाई सङ्घीय अस्पतालको रूपमा अगाडि बढाउन सरकारसँग जोरदार माग गर्दछु। सडकतर्फ राकम कर्णाली तिलेपाटा ठाँटीघाट बुढेली डाँडीमाडी हुँदै दैलेख सदरमुकाम जोड। मान्य सदस्य लाल विक्रम थापा। सम्मानित सभामुख महोदय, सुनसरी क्षेत्र नम्बर 2 का अत्यन्त आवश्यक विषयलाई सदन मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। 1. वर्षासँगै इटरी 4 गोइरी गाउँ आसपास बुढी खोलाबाट हुने कटान नियन्त्रणका लागि नागरिक घरवास सुरक्षाका लागि तत्काल आवश्यक बजेट विनियोजन गरियोस्। 2. इन्दरुवा दुहबी औद्योगिक सडक खण्ड अन्तर्गत शान्ति चोकदेखि देवेन्द्र चोकसम्मको करिब 4 किलोमिटर सडक 4 लेन सडक निर्माणको लागि बजेट विनियोजन गरियोस्। 3. इटहरीमा निर्माणाधीन पत्रकार महासङ्घको भवन समयमै सम्पन्न गर्नको लागि आवश्यक बजेट विनियोजन गरियोस्। 4. देवाङ्गनमा अत्यन्तै विपन्न कृषकका लागि उच्च प्रविधि कृषि अनुसन्धान केन्द्र स्थापना गर्दै बिउ बिजन, मल उद्योग, नस्ल सुधार र माटो परीक्षण सेवा एकीकृत गरियोस्। 5. पूर्वको मुटु इटहरीमा प्रदेश स्तरीय नवप्रवर्तन केन्द्र स्थापना गरियोस्। 7.
इटरी र रामधुनीमा थारू सङ्ग्रहालय र थारू होमस्टे निर्माणको लागि आवश्यक बजेट विनियोजन गरियोस्। धन्यवाद। मान्य सदस्य लिमा अधिकारी आचार्य। सम्मान्य सभामुख महोदय, हाम्रो कृषि प्रधान देशमा आज किसानको आँसुले माटो भिजिरहेको छ। मकवानपुरका दुध उत्पादक किसानको मात्रै रु 14 करोडभन्दा बढीको भुक्तानी बाँकी छ। यो एउटा जिल्लाको मात्र होइन सभामुख महोदय, देशभरका उखु, दुध, धान लगायतका धेरै उत्पादक किसानहरूको साझा नियति हो। सभामुख महोदय, जब एउटा किसानले आफ्नो पसिनाको मूल्य पाउन महिनौँ वर्षौँ कुर्नुपर्छ, तब उसले गाई भैँसीको दाना र छोराछोरीको स्कुलको फी कसरी समयमा तिर्छ? त्यसै कारण आज ऊर्जावान युवाहरू आफ्नो उर्वर जमिनलाई बाँझो छोडेर खाडीको मरुभूमि रोज्न बाध्य छन्। सभामुख महोदय, किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापि ल्याउन सकिँदैन। मुलुकमा खाद्यान्न मात्र होइन सभामुख महोदय, खाद्य आत्मनिर्भरता चाहिएको छ। अत म सरकारसँग माग गर्दछु, किसानको भुक्तानी 15 दिनभित्र अनिवार्य फर्चुट गर्ने कानुनी ग्यारेन्टी गरियोस्। धन्यवाद। मान्य सदस्य डाक्टर लेखसङ थापा। सम्माननीय सभामुख महोदय, आज म यहाँ एउटा सांसदभन्दा पनि चुनावी दौरानमा एउटै परिवार हो भन्दै हिँडेको मोतीपुर औद्योगिक क्षेत्रका पीडित परिवारको सदस्यको रूपमा उभिएको छु। हामी विकासको विरोधमा छैनौँ, उद्योग बनोस्, देश अगाडि बढोस् भन्ने चाहना हामीलाई पनि छ। तर 6 दशकदेखि बसोबास गर्दै आएका हामीलाई नै अतिक्रमणकारी जस्तो व्यवहारमा गरिँदा हाम्रो परिवार डरमा बाँचिरहेका छन्। 2027 सालको नापीमा हाल आबादी भनेर राज्यले नै प्रमाणित गरेको छ। धुरीकर तिरेका छौँ। सुकुम्बासी आयोगबाट टोकन पाएका छौँ, तर आज फेरि हट र खाली गर भन्ने सूचना आउँदा हाम्रा करिब 4500 परिवारहरू साह्रै त्रसित छन्। 2082 सालको त्रिपक्षीय समितिले उद्योग पनि चल्ने, हाम्रो परिवार पनि बस्न पाउने आशा दिएको थियो। त्यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु। तर अहिले स्थानीय निकायमा केही सूचनाहरूले फेरि डरको वातावरण बनाएको छ। यसो भनिराख्दा 2078 सालमा 4 जनाले ज्यान गुमाएको पीडा अझ पनि हाम्रो मानसपटलमा ताजा छ। हामीलाई विकास चाहिएको छ, तर बाँच्ने अधिकार खोसेर होइन। त्यसैले 2082 सालको सहमति अनुसार उद्योग र बस्ती दुवै मान्य सदस्य विक्रम खनाल। सम्माननीय सभामुख महोदय, नवलपरासी पश्चिम महेशपुर भन्सारमा पूर्वाधार, कर्मचारी र क्वारेन्टाइनको सुविधाको अभावका कारण सेवा प्रभावकारी हुन सकेको छैन। साथै गुठी पर्सौनी, भुजौवा र गेरमा साना भन्सार बन्द हुँदा जनताले शास्ति भोग्नु परेको छ र राजस्व सङ्कलनमा समेत असर परेको छ। त्यसैले भन्सार व्यवस्थापन सुधार गरी बन्द रहेका साना भन्सार पुनः सञ्चालन गर्न सरकारको ध्यानकर्षण गराउन चाहन्छु। त्यसै गरी नवलपरासी अस्पतालमा सर्पदंश र कुकुरको टोकाइबाट बिरामीका लागि एन्टी स्नेक भेनम र एन्टी रेबिज खोपको अभाव छ। तत्काल आवश्यक औषधिको उपलब्ध गराइयोस्। साथै भैरवपुर र भुजवामा आगलागीबाट घर गुमाएका परिवारले अझै वासस्थानका लागि सरकारबाट उपलब्ध गराइने राहत रकम पाउन सकेका छैनन्। खुला आकाशमुनि बस्न बाध्य पीडित परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन सरकारसँग माग गर्दछु। अन्तमा सभामुख महोदय, उखु किसानको पीडा कतिपटक सदनमा बोलेपछि समाधान हुने हो, सभामुख मार्फत सरकारको गम्भीर ध्यानकर्षण गराउँछ। मान्य सदस्य विक्रम थापा। सम्माननीय सभामुख महोदय, कपिलवस्तु जिल्ला कृषिमा निर्भर जिल्ला। लगभग 60,000 हेक्टर जमिन सिँचाइ योग्य, तर अहिले 30,000 हेक्टर जमिन मात्र सिँचाइको व्यवस्था भएको र बाँकी 30,000 हेक्टर जमिनमा आंशिक र पूर्ण सिँचाइ नभएको हुनाले सरकारले शेखबनिया ताल, बाणगङ्गा नदी, हरिहरपोल ताल र जगदीशपुर ताललाई चाहिँ के अरे जति सक्दो चाँडो यसलाई निर्माण गरी सिँचाइको व्यवस्था गर्न बजेट विनियोज गरोस्। यो सम्माननीय सभामुख मार्फत म सरकारलाई आग्रह गर्दछु। त्यस्तै कपिलवस्तु जिल्लामा रहेको जिल्ला अस्पताल जसले लगभग दिनमा 300 देखि 400 बिमारीको उपचार गर्छ र त्यसमा चाहिँ 50 बेड मात्रै छ। त्यसको वृद्धि गरेर चाहिँ 100 बेडको रूपमा गरियोस् र सिटी स्क्यान हस्पिटलमा छैन, जसको कारण चाहिँ बिमारीहरू भैरवा बुटलमा आउनुपर्ने अवस्था छ। त्यस कारणले अहिले यस बजेटमै विनियोजन गरियोस् सिटी स्क्यानको लागि। मान्य सदस्य विपिन कुमार आचार्य। सम्माननीय सभामुख महोदय, देशभरका निजी क्षेत्रमा कार्यरत धेरैजसो श्रमिकको आज एउटै पीडा छ, काम गर्दा कर्मचारी, पारिश्रमिक माग्दा भिखारी।
स्कुलदेखि मिडियासम्म र रेस्टुरेन्टदेखि बैङ्कसम्म आज श्रमको मूल्य होइन, श्रमिकको बाध्यता नापिन्छ। एक त थोरै पारिश्रमिक, त्यो पनि महिनौसम्म नपाउने अवस्था र बिना ज्याला दैनिक 2-4 घन्टासम्म ओभरटाइम गराइनु आज सामान्य प्रवृत्ति बनेको छ। अनि रोजगारदाताको व्यवहार चाहिँ काम गर्न दिएकै छु त फेरि पैसा पनि दिनुपर्छ र भन्ने जस्तो। इन्टर्नसिपका नाममा हुने सस्तो श्रम शोषण अर्को विकृतिका रूपमा उदाएको छ। त्यसैले महिनाको अन्त्यसँगै अनिवार्य तलब भुक्तानी, ओभरटाइमको स्पष्ट हिसाब, इन्टर्नलाई मर्यादित व्यवहार र तलब ढिला गर्दा ब्याजसहित दिनुपर्ने कडा कानुनी व्यवस्था र अनुगमनको संयन्त्रको जोरदार माग गर्दछु। श्रमको सम्मान नगर्ने अर्थतन्त्र कहिल्यै दिगो हुँदैन। धन्यवाद। मान्य सदस्य विष्णु बहादुर खड्का। सम्मानीय सभामुखज्यू, सुर्खेत क्षेत्रमा 1 अन्तर्गत सिमथा गाउँपालिका अन्तर्गत 15 शय्याको अस्पताल, दक्ष जनशक्ति उपकरण र औषधिका अभावका कारण अस्पताल सञ्चालनमा समस्या भई सिमताली जनताले शास्ति भोग्नु परेको हुँदा यथाशक्य आवश्यक अनुसारको व्यवस्था गर्न आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्न माग गर्दछु। क्षेत्र नम्बर 1 दुध, तरकारी, फलफुल उत्पादनको पकड क्षेत्र हो। कृषकहरूलाई सरकारी अनुदान, कृषि औजार र अन्य ढुवानीका साधनहरू उपलब्ध गराएमा आफ्नो उत्पादन बजारसम्म पुर्याउन, बिक्री वितरण गर्न सहज हुने, कृषकले उत्पादन गरेको मूल्य पाउने अवस्था बन्न सक्छ। कोल्ड स्टोर नहुँदा किसानहरू मारमा परिरहेको अवस्था छ। कोल्ड स्टोर स्थापनाको लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गर्न माग गर्दछु। धन्यवाद। जय नेपाल। मान्य सदस्य विष्णुमाया विक। सम्माननीय सभामुख महोदय, तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडमा पर्ने एक सुन्दर जिल्ला हो, तर जिल्लाका अधिकांश क्षेत्र सुक्खाग्रस्त छन्। पानीको अभावका कारण यस जिल्लामा जनता बसाइँ सर्न बाध्य भएका छन्। यस जिल्लाका 6 वटा पालिका मध्ये 8 गाउँपालिका, फेताब गाउँपालिकाका केही वडाहरू, म्याङ्लुङ नगरपालिका, छथर गाउँपालिकाका अधिकांश क्षेत्रहरू सुक्खाग्रस्त क्षेत्रहरू हुन्। नागरिकको न्यूनतम आवश्यकता खानेपानी तथा सिँचाइको अभावका कारण बसाइँ सर्नेको लाइन लागेको छ। जिल्लाको जनसङ्ख्या 90,000 को हाराहारीमा झरिसकेको छ। खाली बस्ती बढ्दै गएपछि जङ्गल बढेको र बाँदर आतङ्कका कारण बाँकी भएका जनता पनि आजित भएका छन्। बाँदर नियन्त्रणका लागि सरकारले ठोस कदम चालोस्, म हार्दिक आग्रह गर्न चाहन्छु। सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरी 8 पालिकातर्फ तमोर नदी लिफ्टिङ सिँचाइ आयोजना, म्याङ्लुङ नगरपालिकाका लागि पिङ्गुवा खोला लिफ्टिङ आयोजना, सिँचाइ र छथर गाउँपालिकाका लागि तमोर नदी लिफ्टिङ सिँचाइ आयोजना सर्वे। मान्य सदस्य शम्भु प्रसाद ढकाल। सम्माननीय सभामुख महोदय, म 18 वर्षको हुँदा जुन समस्या झेलेको थिएँ मैले, मेरो छोरो 18 वर्ष पुगिसक्यो, त्यो समस्या जिउँदैछ। मलाई आज सुनसरीका एक युवकले निवेदन दिएका छन्। काठमाडौँको रातो पुलमा रहेको एक मेन पावरले मलेसियामा फ्री भिजाको लागि भनेर निवेदन आह्वान गर्यो। अनलाइन निवेदन दिएँ, अफलाइन निवेदन लिएन र अन्तर्वार्ताका लागि बोलाएन र जसले रकम दिन्छन् उसलाई मात्रै अन्तर्वार्ता लियो, मलाई छुटायो। यस्तै टोपाज इन्टरनेसनल रातो पुल मेन पावरमा मलेसियाका लागि 50-60 जनाको प्रक्रिया पुरा भएको छ र 4 लाख रुपियाँ दे, तर क्युआर अथवा ब्याङ्कमा पर्दैन, नगदले भनेर उनीहरूले मेन पावरले उनीहरूलाई भनिरहेको छ। कुन देशमा गएर कति पैसा तिर्नुपर्छ, फ्री भिसाको के हो भन्ने कुरा नेपाल सरकारको कुन वेबसाइटमा कहाँ थाहा पाइन्छ, त्यो सामान्य नागरिकलाई थाहा छैन। सरकारले क्विक रेस्पोन्स टिम बनाओस्, तत्काल ठाउँको ठाउँ कम्पनी खारेज लगायतका कारबाही गर्न सकोस्। मान्य सदस्य शाहजान खातुन। सम्मानीय सभामुख महोदय, रौतहटको सदरमुकाममा रहेको गौर प्रादेशिक हस्पिटल आज रेफरल हस्पिटलको नाममा चिन्न थालेको छ। बिरामी अस्पताल पुग्छ तर उपचार पाउँदैन। चिकित्सक अभाव, जनशक्ति अभाव, उपकरण अभाव, रगत अभाव, यी सबै समस्याले नागरिकको जनजीवन खेलवाड भइसकेको छ। विशेष गरी गर्भवती महिला र डायलिसिसका बिरामीहरू समयमै ब्लड नपाएर वीरगञ्ज र काठमाडौँ जस्तै सहरमा जान बाध्यता भइरहेको छ। कतिपय बिरामीहरू टाइममा र ब्लड र ट्रिटमेन्ट नपाएर आफ्नो ज्यान बाटोमा नै गुमाउन परिरहेको छ। गरिब नागरिकहरूसँग निजी हस्पिटल जाने क्षमता छैन। सरकारी अस्पताल गयो भने
रेफरल कागज हातमा थमाइन्छ। म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। रौतहटको प्रादेशिक हस्पिटलमा चिकित्सक तथा नर्सको दरबन्दी बढाइयोस्, विशेषज्ञ सेवा विस्तार गरियोस्, डायलिसिस नियमित र प्रभावकारी बनाइयोस्, ब्लड ब्याङ्कको स्थापना गरियोस्। धन्यवाद। माननीय सदस्य शिवशङ्कर यादव। सम्मान्य सभामुख महोदय, आज आफ्नो पेसाप्रति सबैभन्दा दुखी, निराशा र अपमानित महसुस गरिरहेको कोही छ भने त्यो हो यो देशको कृषक। साँच्चीकै नेपाल कृषि प्रधान देश हो भने किसान आज आफ्नो पेसाप्रति किन यति धेरै निराशा छन्? यसको प्रमुख कारण हो लामो समयदेखि सरकारले कृषिप्रति लिएको कमजोर नीति, अस्थिर योजना र उपेक्षित व्यवहार। किसानले समयमा मल पाउँदैन, गुणस्तरीय बिउ पाउँदैन, सिँचाइको व्यवस्था छैन, उत्पादनको उचित मूल्य छैन। त्यही भएर सरकारसँग म जोरदार माग गर्दछु, यदि साँच्चीकै सरकार कृषि प्रधान देश भनेर यो देशलाई प्रमाणित गर्न चाहन्छ भने, यो देशलाई आत्मनिर्भर बनाउन चाहन्छ भने 100% फ्रीमा किसानलाई मल, बिउ र बिजनको व्यवस्था गरियोस्। धन्यवाद। माननीय सदस्य श्रद्धा कुँवर छेत्री। सम्माननीय सभामुख महोदय, म कसैसँग डराउँदिन भन्ने व्यक्ति पनि एकपटक पाल्पा बुटोल सडक खण्ड अन्तर्गतको सिद्धबाबा क्षेत्रमा ट्राभल गरिरहँदा भगवानलाई सम्झेर मेरो रक्षा गरिदिनुहोस् भनेर भनिरहेको हुन्छ। यस्ता डरलाग्दा सडक खण्डहरू नेपालमा कति छन्। बर्खायाम सुरु भएसँगै तराईमा डुबानको क्षेत्र बढिरहेको हुन्छ। आफ्नै घरको छतबाट आकाशतर्फ हेरेर हेलिकप्टरलाई हात हल्लाएर गुहार मागेको पनि हामीले देखि नै रहेका छौँ। म सभामुख महोदयले आग्रह गर्न चाहन्छु, जीवनको कुनै मूल्य हुँदैन सभामुख महोदय, तर नेपालमा वर्षौँदेखि विपद हुन्छ, छानबिन समिति बन्छ, सरकारले दुःख व्यक्त गर्छ, सामान्य राहत बाँड्छ अनि जिम्मेवारीबाट भाग्ने प्रवृत्ति फेरि दोहोरिन्छ। सभामुख महोदय, विश्व स्तरमा इबोला जस्ता भाइरसहरू बढिरहेका छन्। नेपालले यसको तयारी के गरिरहेको छ? म सभामुख महोदयको मार्फतबाट सरकारलाई आग्रह गर्न चाहन्छु, विपद आएपछि होइन, विपद आउनु अगाडि यसको तयारी गरियोस् ताकि नागरिकलाई यस्ता समस्याहरूमा राज्य पनि हाम्रो साथमा छ भन्ने महसुस होस्। धन्यवाद। माननीय सदस्य श्रीधर पोखरेल। सम्माननीय सभामुख महोदय, हाम्रो बर्दियाको लामो सिमाना भारतीय संरक्षित जङ्गलसँग जोडिएको छ, जसले गर्दा सिमानामा हुने लागु औषध अपराध, तस्करी, लुटपाट आदि मात्र नभई सीमावासीहरू वन्यजन्तुबाट पनि पीडित हुनुहुन्छ। बाटो, पुल, विद्यालय जस्ता भौतिक संरचनाको अभाव त निकै कमजोरै छ। साथै कुनै दिन सिमानाको रक्षाको लागि बसालिएका अधिकांश परिवारको हातमा लालबुर्जा समेत छैन। यसरी देशको सिमानाको पहिलो पहरेदार नागरिकको जीवनस्तर अत्यन्त दयनीय छ। एउटा अन्डाको बाहिरको खोस्टा कडा भयो भने मात्रै अन्डा सुरक्षित हुन्छ। त्यसरी नै सीमावासीको जीवनस्तर सुधारको लागि कुनै निश्चित कार्यक्रम ल्याएर ती नागरिक लक्षित विशेष कार्यक्रम सञ्चालन गर्नको लागि म सरकार समक्ष माग गर्दछु। त्यस्तै बर्दियाको समृद्धिसँग जोडिएका आम्बासा तेलपानी सडक, ठाकुर बाबा मनाउदेखि गेरुवा नदी पुग्ने जोड, त्यस्तै गेरुवा पर्यटन मार्ग, बुढीकुलो जलाशय, चन्दनपुर घाट पुल र गेरुवा इन्टेकदेखि बलचौर जोड्ने पुलको लागि पनि हार्दिक अनुरोध गर्दछु सरकार समक्ष सभामुख मार्फत। हस्, धन्यवाद। माननीय सदस्य श्रीराम नेउपाने। सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र तनहुँ 2 का अपाङ्ग दिपेन्द्र भण्डारीले माग पुरा गर नगरे इच्छा मृत्युको कानुन देऊ भन्नु परेको अवस्था दुःखद छ। सरकारको ध्यान आकृष्ट होस्। विदेशमा एक युवाको मृत्यु हुँदा सब नेपाल ल्याउन परिवारलाई शास्ति भयो। शुक्लामा अनलाइन ठगीबाट एक महिलाले 40 लाख गुमाइन्। नाङ्गो तारमा करेन्ट लागेर एक महिला घाइते भइन्। ब्यासमा चट्याङले एक महिलाको मृत्यु भयो। दुलेगौडामा सडक दुर्घटनाबाट 2 युवाको मृत्यु भयो। हावाहुरी असिना पानीले रिसिङ गिरिङमा बाली नष्ट भयो। चट्याङले ट्रान्सफर्मर पड्कियो। गाउँ अन्धकार भयो। लिफ्टिङ खानेपानी सेवा बन्द भयो। शृङ्गपथ अवरुद्ध भयो। बिजुलीको बिल उठाएर पनि जीर्ण पोल, नाङ्गा तार, कमजोर ट्रान्सफर्मर र वितरण लाइन सुधारमा किन उदासीनता? पीडितहरू राहत, क्षतिपूर्ति र न्यायको खोजीमा छन्। प्रभावकारी विद्युत, सडक र साइबर सुरक्षाको पर्खाइमा छन्। समन्वय गरेर 24 घण्टे हटलाइन सहितको बलियो संयन्त्र बनाऊ। घर दैलोमै सरकार। माननीय सदस्य सन्तोष राजवंशी। सम्माननीय सभामुख महोदय, मेरो गृह जिल्ला मोरङ क्षेत्र नम्बर 4 हो। मेरो निर्वाचन क्षेत्र मोरङ 4।
सम्माननीय सभामुख महोदयलाई एउटा कुरा विशेष म ध्यान आकर्षण गर्न चाहन्छु। हुलाकी राजमार्ग मेरो निर्वाचन क्षेत्रको कटरी गाउँपालिका सडक खण्डमा पर्छ। दैनिकी जसो एका बिहानै 6 बज्दै मलाई फोन आउँछ 30 देखि 40 को सङ्ख्यामा, माननीयज्यू त्यो बाटो कहिले बन्छ भन्नुहुन्छ मलाई। म भन्न चाहन्छु सम्माननीयज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई यथाशक्य छिटो हुलाकी राजमार्ग मोरङको कटरी सडक खण्डको बाटो अविलम्ब बनाइयोस् भन्न चाहन्छु। त्यसै गरी गरिब मजदुर किसानले उपभोग गर्ने सुनसरी मोरङ सिँचाइ नहरको सडकको बाटो रहेको छ, जुन चाहिँ ग्रामथान गाउँपालिका र बेलबारी 5, 6, 7 वडा जोड्ने दुईटा पालिकाले जोड्ने सिँचाइ नहरको बाटो पनि अविलम्ब बनाइयोस्। त्यहाँ दैनिकी सानो ठुलो गरेर 5-6 वटा दुर्घटना हुने गरेको छ। सम्माननीय सभामुख महोदय मार्फत म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष ध्यान आकर्षण गर्न चाहन्छु। अविलम्ब मोरङ क्षेत्र नम्बर 4 को दुईटामा विशेष बजेट योजना परोस् भन्न चाहन्छु। हस्, धन्यवाद। मान्य सदस्य सन्तोष सुब्बा। सम्माननीय सभामुख महोदय, म विशेष गरेर मुलुककै समस्या बसाइसराई मुलुककै एउटा गम्भीर समस्या हो। त्यो समस्याले मुलुकलाई नै आक्रान्त पार्दै गर्दा मेरो जिल्ला पनि अछुतो छैन। मेरो जिल्लाको पनि सदरमुकाम म्याङ्लुङ नगरपालिका, जहाँ जनघनत्व जनचाप छ र बसाइसराईलाई रोक्ने प्रयासहरूमध्येको आधारभूत कुराहरूलाई खोज्दै गर्दाखेरि शैक्षिक शिक्षा क्षेत्रमा पनि एउटा महत्त्वपूर्ण कदम चालियो भने मात्रै यसको सार्थकता र परिणामहरू मिल्दै जाने कुरा मलाई लागेको छ। र सभामुख महोदय, म्याङ्लुङ नगरपालिकाको म्याङ्लुङ क्याम्पस 2038 सालदेखि अहिलेसम्म निजी रूपमा सञ्चालन हुँदै आएको छ र त्यसले करिब 700 भन्दा माथि विद्यार्थीलाई खपत गरेको छ। त्यति ठुलो योगदान दिएको म्याङ्लुङ नगरपालिका आज विश्वविद्यालयको आङ्गिक शाखा हुनबाट वञ्चित छ। मान्य सदस्य सन्दीप राणा। सम्माननीय सभामुख महोदय, किसानहरूले अब धानको ब्याड राख्ने बेला भइसक्यो, तर अझै पनि सिँचाइका कुलोहरू योजना अधुरा नै छन्। ठेकेदारहरू बिचमा नै काम छोडेर हिँडेका छन्। पानी कहाँबाट खेतसम्म ल्याउने किसानहरू अल्पत्र छन्। मेरो क्षेत्र पाल्पाको रामपुर, निजदी, रम्बा, पुरोखोला, माठागढी, तानसेन, तिनाउ सबै पालिकाहरूका अधिकांश कुलो सिँचाइ योजनाहरू अधुरा नै छन्। म सम्माननीय सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु कि यी सबै सिँचाइ परियोजनाहरू यथाशीघ्र सम्पन्न होस्। सम्माननीय सभामुख महोदय, वर्षा सुरु भयो। अव्यवस्थित सडक विस्तारको कारण गाउँको खानेपानीको मुहानहरूमा वर्षाको भेलपानी पस्ने भएकोले नागरिकहरूले धमिलो पानी पिउन बाध्य पर्छन्, जसले झाडापखाला, हैजा या अन्य बिमारीबाट ग्रसित हुन पुग्छन्। नेपालमा अहिलेसम्म सम्पन्न भएको सानोथुनो खाने पानी योजनाहरूमा सुरक्षित खानेपानी योजना 28% मात्र छन् भने बाँकी 72% खानेपानी योजनाहरू आधारभूत नै सीमित छन् र सुरक्षित खानेपानी अधिकार संविधानको धारा 35 उपधारा 4 को बमोजिम नागरिकको स्वास्थ्य र खानेपानी सम्बन्धी हकको कुरा पनि हो। तसर्थ सम्माननीय सभामुख महोदय मार्फत यो सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु कि यथाशीघ्र समस्याको निवारण होस्। धन्यवाद। जय नेपाल। मान्य सदस्य समिना मिया। सम्माननीय सभामुख महोदय, नेपाल भेपको प्रयोग फ्लेभर र फेसनको नाममा हाम्रा युवाहरू लतमा फँसेका छन्। यो हाम्रो युवा पुस्तामाथि लक्षित सार्वजनिक स्वास्थ्य आक्रमण हो। WHO र वैज्ञानिक अध्ययनहरूले स्पष्ट गरेका छन् भेपमा निकोटिन, क्यान्सरजन्य रसायन तथा फोक्सोमा दीर्घकालीन क्षति पुर्याउने टक्सिन सब्स्टान्स हुन्छन्। साथै यसले हाम्रो मानसिक स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्दछ। सभामुख महोदय, भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक 32,23,687 थान विद्युतीय चुरोटका डिभाइस नेपालमा भित्रिएका छन्। केही दिन अगाडि मात्र मुस्ताङको कोरोला नाकाबाट 1,20,000 इलिगल भेप बरामद भएको छ। साथै भेपमा सुन लुकाएर तस्कर गर्ने माध्यम समेत बनेको छ। सभामुख महोदय, भेपको आयात, बिक्री र प्रयोगमा तत्काल कडा प्रतिबन्ध ऐन लागू गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सीमा सुरक्षा प्रणाली प्राविधिक युक्त र कडा बनाइयोस्। विद्यालय र कलेजमा राष्ट्रिय स्तरको सचेतना अभियान सुरु गरियोस्। तस्करी नियन्त्रणका लागि विशेष कार्यदल गठन गरियोस्। सभामुख महोदय, अब ढिलाइ गर्ने समय छैन, नत्र भोलि हामीले एउटा पुस्ता गुमाउनेछौँ। धन्यवाद। मान्य सदस्य समीक्षा बास्कोटा। सम्माननीय सभामुख महोदय, हाम्रो दिनको सुरुवात हुन्छ चिया खानुभयो, अनि रातको अन्त्य हुन्छ चिया खान एकछिन कतै बसौँ न। तर यो चियामा भएको राजनीति चाहिँ अचम्मको छ। नेपाली चिया
भारत बाहेक अन्य जुनै पनि मुलुकमा जानलाई गुणस्तरीय चियाको रूपमा छ र संसारभरिका राम्रा राम्रा चियाका अवार्डहरू जितेको छन्। तर भारतमा चिया पठाउनु पर्यो भने नेपाली चियालाई गुणस्तरहीन भनिन्छ र एसओपीको नाममा विभिन्न झन्झटयुक्त प्रक्रियाहरू लगाउँछ। विगत 21 दिनदेखि पहिलो उत्पादन पनि पठाउन नसकेका चिया किसानको समस्या यो सदनमा म चौथो पटक उठाउँदैछु र प्रधानमन्त्रीले नै चासो राखेर केही समस्या आंशिक रूपमा हल भएको चाहिँ जानकारीमा आएको छ। तर यो समस्या आंशिक रूपमा मात्र हो। हरेक वर्ष चिया किसानको नाममा भारतले चिया किसानलाई राजनीतिमा जोडिराखेको छ। इन्डियाको टी बोर्ड एकदमै स्ट्रङ छ र उसले पहल गर्ने साथै इन्डियाबाट त्यस्ता किसिमका एसओपीहरू लागू। मान्य सदस्य सरस्वती लामा। सम्माननीय सभामुख महोदय, साङ्कोस तिप्लिङ सोमताङदेखि रसुवागढीसम्मको सडकको बारेमा मैले पहिला नै सम्माननीय सभामुख मार्फत सरकारसँग माग गरिसकेको छु। अवश्य नै यो आर्थिक वर्षमा सम्बोधन हुने आशा र भरोसा राखेकी छु। धादिङका निम्नलिखित सडकहरूको स्तरोन्नतिको लागि सम्माननीय सभामुख मार्फत यसै आर्थिक वर्ष 83-84 को बजेटमा समावेश गरिदिनु हुन सरकारसँग जोरदार माग गर्दछु। सल्यानटारदेखि बुढाथुम हुँदै बसेरीसम्म, सल्यानटारदेखि सल्यानकोट फुलखर्क गुम्री हुँदै रीसम्म, नुवाकोट जिल्लाको मेघाङ गाउँपालिकाको फलाटेबाट धादिङको नेत्रावती डाब्जोङको गैरा हुँदै मार्पकको किमताङ भेदीसम्म, धादिङ नीलकण्ठ नगरपालिकाको गला भन्ज्याङदेखि ज्यामरुङ दरबार हुँदै टोड्के भन्ज्याङसम्म, रुबी भ्याली बोराङको पाको मानेदेखि लापा हुँदै खादिङसम्म, तिप्लिङको ठुलो गाउँदेखि लिङ्जोसम्म, काठमाडौँको नागार्जुन मुड्कु भन्ज्याङदेखि धादिङको सोना गाउँ हुँदै भन्ज्याङ पोखरीसम्म, धादिङको कुरीदेखि अख्थली क्युङ छपचेत हुँदै लिस्ने खोला डाँडासम्म र बुढी गण्डकी जलाशययुक्त 1200 मेगावाटको आयोजना पनि यसै वर्षदेखि निर्माण प्रक्रिया प्रारम्भ होस्। धन्यवाद। जय राष्ट्रवाद। मान्य सदस्य सरिता महतो। सम्माननीय सभामुख महोदय, वैशाख 31 गते सदनमा मैले अटिजम, डाउन सिन्ड्रोम तथा अन्य बौद्धिक अपाङ्गता भएका बालबालिकाको विषय उठाएपछि धेरै अभिभावकहरूले निजी विद्यालयहरूमा विशेष आवश्यकता भएका बालबालिकालाई भर्ना नलिने तथा अत्याधिक शुल्कसहित 1200 प्रति घण्टा पर्ने थेरापी गर्न बाध्य बनाउने गुनासो गर्नुभएको छ। अभिभावकहरूको भनाइअनुसार केही विद्यालयहरूले स्पेसल निड्स भएका बालबालिकालाई अलग कोठामा थुनेर राख्ने गरेको गम्भीर गुनासो गरेको छ। यदि यस्तो भइरहेको हो भने यो अमानवीय र गम्भीर अपराध हो जो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। देशभर रहेका करिब 380 स्रोत कक्षा र 60 विशेष विद्यालयको निगरानी गर्ने जिम्मेवारी पालिकाको शिक्षा शाखा तथा समस्या समाधान र अनुगमन गर्ने दायित्व एजुकेसन डेभलपमेन्ट एन्ड कोअर्डिनेसन युनिटको हो। यदि यस्ता गम्भीर विषयमा सम्बन्धित कर्मचारी तथा स्थानीय सरकारहरूले आफ्नो कर्तव्य सही ढङ्गले निर्वाह गरेको छैन भने सरकारले उनीहरूसँग स्पष्टीकरण सोध्दै। मान्य सदस्य सागर भुसाल। सम्माननीय सभामुख महोदय, साहसिक पर्यटनको रूपमा परिचित पर्वत जिल्लाको आर्थिक रूपान्तरणको लागि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। गण्डकी प्रदेशकै आर्थिक मेरुदण्ड बन्न सक्ने 644 मेगावाटको कालीगण्डकी जलाशययुक्त आयोजनालाई यसै वर्षको बजेटमा समावेश गरी अगाडि बढाइयोस् भन्ने मेरो जोरदार माग छ। महाशिला गाउँपालिका स्थित फलामखानी र मोदी गाउँपालिका स्थित विशाल ढुङ्गाखानीको वैज्ञानिक उत्खनन साथै हम्पाल र पञ्चासी क्षेत्रका विश्वस्तरीय जडीबुटीको प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने स्पष्ट नीति ल्याइयोस्। सुन्तला उत्पादनमा अग्रणी पर्वतलाई विशेष सुन्तला पकेट क्षेत्र घोषणा गरी किसानलाई प्रोत्साहन गरियोस्। गण्डकी प्रदेशकै दोस्रो रङ्गशाला फलेवास रङ्गशालालाई राष्ट्रिय स्तरको रङ्गशालाका रूपमा विकास गरी युवा पुस्ताको माग सम्बोधन गरियोस्। साथै साहसिक, धार्मिक र प्राकृतिक पर्यटनको अथाह सम्भावना बोकेको पर्वतलाई यसपटकको बजेटमा विशेष सम्बोधन गरियोस्। धन्यवाद। मान्य सदस्य साजिदा खातुन सिद्दिकी। अस्सलाम वालेकुम सम्मानीय सभामुख महोदय, अभिवादन। मानव अधिकार, ह्युमन राइट्स अनि देशको विकास, नेसनल डेभलपमेन्टको बीच गहिरो र अटुट सम्बन्ध हुन्छ र यही सम्बन्धलाई लिँदै मैले आज मेरो डिस्ट्रिक्ट दाङ जिल्लाको विकासलाई फोकस गर्न चाहन्छु। दाङ जिल्लाको टरीगाउँ एयरपोर्टदेखि लिएर बङ्गलाचुलीको बाटो र थुप्रै बाटोघाटोको सवाल, खानेपानीदेखि लिएर नदी नालाको म्यानेजमेन्टको कुरा, स्कुलदेखि लिएर
तपाईँको स्वास्थ्यका सवालहरूमा अहिले हामीले थुप्रै बजेट माग गरेका छौँ। मलाई लाग्छ हजुर मार्फत सरकारले पक्कै सुन्नेछ। सबै मन्त्रालयमा मैले यो 100औं योजनाहरू दर्ता गरेको छु। आशा छ झोलाभरि पैसाले पुगेन, बोराभरि पैसा खनाइदिनको लागि रिक्वेस्ट गर्छु मन्त्रालयहरूमा। त्यसै गरी हामीले अहिले यो मदरसा दारुल हुदा असल फियालाई विज्ञान प्रयोगशालाको रूपमा पनि माग गरेका छन् र नेपाल पुलिस स्कुल घोडाईमा रहेको महिला छात्रावासलाई नयाँ बिल्डिङ बनाउनेतर्फ पनि जोड दिन चाहन्छु। प्रगन्ना सिँचाइदेखि लिएर मान्य सदस्य सीताराम शाह। सामान्य सभामुख महोदय, सरकारले डिजिटल नेपाल निर्माणको लक्ष्यका साथ अघि बढिरहँदा हाम्रो क्षेत्रको अधिकांश ठाउँमा अझै नेपाल टेलिकम र एनसेलको मोबाइल नेटवर्क सेवा भरपर्दो र गुणस्तरहीन रहेकोले त्यसको सुदृढीकरणका साथै तीव्र गतिको मोबाइल इन्टरनेट सेवाको व्यवस्थाका लागि ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, प्रतिस्पर्धात्मक अर्थतन्त्र निर्माणका लागि आर्थिक अवसरको विस्तार गर्ने लक्ष्य लिएको सरकारलाई सञ्चालनमा रहेको सप्तरीको बेलही र सोरनपट्टी छोटी भन्सार नाका समेत बन्द गर्ने अघिल्लो सरकारको निर्णय सच्चाइ पुनः सञ्चालनका लागि ध्यान आकर्षण गराउन चाहन्छु। सरकारले सुकुम्बासी भूमिहीन अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएको अवस्थामा पनि विस्थापित हुने डर त्रासले आन्दोलनमा उत्रिन बाध्य हाम्रो क्षेत्र लगायतका भूमिहीन सुकुम्बासीलाई विश्वास पार्न सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, जेनजी आन्दोलनका शहीद परिवार घाइते लगायत जेनजी अगुवासँग सरकारले गरेको सम्झौता पूर्ण रूपमा पालनाका लागि सरकारको ध्यान आकर्षण। मान्य सदस्य सिर्जना श्रेष्ठ। सङ्कट आउनु अगावै सचेत रहनु नै वास्तविक सुरक्षा हो। यो भनाइलाई अनुसरण गर्दै म यस गरिमामय सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। मेरो कार्यक्षेत्र सुनसरी क्षेत्र नम्बर 1 मा ठुलो सङ्ख्यामा रहनुभएका अव्यवस्थित भूमिहीन र सुकुम्बासी परिवारहरूको उचित र स्थायी व्यवस्थापनका लागि म सधैँ प्रतिबद्ध छु भन्ने कुराको जानकारी यही सदन मार्फत गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, सरकारले काठमाडौँका सुकुम्बासीहरूको उचित व्यवस्थापन गरेपछि मात्रै अन्य क्षेत्रमा यस कदमको पुनः सुरुवात गर्ने बताइएको छ। तसर्थ हामीसँग अग्रिम व्यवस्थापनको लागि समय बाँकी छ। त्यसैले अलमल नगरी समयमै आवश्यक लागत सङ्कलन कार्यलाई तीव्र गतिमा अगाडि बढाई कार्यान्वयनमा ल्याउन म यस क्षेत्रका सम्बन्धित सम्पूर्ण सरकारवालाहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु। साथै सुकुम्बासी व्यवस्थापन जस्तो संवेदनशील र मानवीय विषयलाई राजनीतिक दाउपेचको रूपमा विषय बनाउनुको साटो एउटै धारमा रही सम्पूर्ण राजनीतिक दल र पक्षहरू मिलेर सहकार्य र समाधानको बाटो खोज्न पनि म यसै सदन मार्फत हार्दिक अपिल गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य सीता थपलिया। सम्माननीय सभामुख महोदय, 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भनेर सुर्खेतमा अर्बौं खर्च गरेर बनाइएको रङ्गशाला अहिले बिस्तारै गौचरणमा परिणत हुँदैछ। यो दुःखद कुरा हो। आफ्नो भविष्यसँगै देशको भविष्य पनि गाँसेर खेलकुद मार्फत आफूलाई समर्पित गर्दै आएका खेलाडीहरूको भविष्य अहिले अन्धकारमा छ। उनीहरूले उचित वातावरण, उचित सम्मान नपाएकै कारणले निराश हुँदै विदेश पलायन हुने प्रबल सम्भावना पनि बढ्दै गएको छ। अहिले रोकिँदै आएको 4 वर्ष जति भयो यो 10औं राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिएको छ। यसलाई सरकारले अविलम्ब समय तोकेर खेलकुद प्रतियोगितालाई सम्पन्न गर्नका लागि सम्माननीय सभामुख मार्फत हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जय नेपाल। मान्य सदस्य सुजाता तामाङ। सम्माननीय सभामुख महोदय, आज म प्रतिबन्धित किट, झार र ढुसीनाशक विषादीको दुरुपयोगबाट हाम्रो माटो, स्वास्थ्य र भविष्यमाथि भइरहेको खेलबाडबारे ध्यानाकर्षण गराउन चाहन्छु। सरकारले 2 दर्जनभन्दा बढी घातक विषादीहरूलाई प्रतिबन्धित गरेको भए पनि विभिन्न नाममा र विभिन्न उपायले खेतबारीमा प्रयोग भइरहेका छन्। बालीनाली र खानेकुरा जोगाउन भन्दै हामीले आफ्नो माटो र खाना विषाक्त बनाइरहेका छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी विषाक्त र विषको
मानिसको अवशेष सहितको खाना खाँदैछौँ। विभिन्न स्वास्थ्य समस्याहरू पनि निम्त्याउँदैछौँ र वायु प्रदूषणपछि मृत्युको दोस्रो कारण नसर्ने दीर्घ रोग बनेको छ। सभामुख महोदय, हाम्रो गाउँ गाउँबाट अहिले भरतपुरको क्यान्सर गेट लेखिएको बस र माइक्रो छुट्ने कुरा निकै चिन्ताजनक छ। तसर्थ जथाभावी भइरहेको विषादीको आयात, बिक्री र प्रयोगलाई कडाइ साथ नियन्त्रण गरियोस्, साथै जैविक र सुरक्षित विकल्पहरूको अविलम्ब खोजी र विस्तार गरियोस्। विषादी विष नै हो र विष खाएर प्रकृति मात्र होइन मानिस पनि सुरक्षित हुँदैन। धन्यवाद। मान्य सदस्य सुनिल केसी। सम्माननीय सभामुख महोदय, जेनजी आन्दोलनको क्रममा व्यक्तिगत र प्रहरी कर्मचारीहरूको निजी सवारी साधनको व्यापक क्षति भएको छ। प्रहरीको मात्र पनि 4 पाङ्ग्रे 17 वटा र 2 पाङ्ग्रे 1045 वटा गरी जम्मा 1062 सवारी साधनहरूको क्षति भएको छ। नागरिकको सुरक्षा गर्न अहोरात्र खटिने प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन क्षतिको तत्काल सम्बोधन गर्नुपर्छ। यसका लागि सरकारद्वारा भएको आंशिक तथा पूर्ण क्षतिको रकम आंशिक वा पूर्ण रूपमा राहत स्वरूप उपलब्ध गराउने, बिमा गरेको सवारी साधनहरूको बिमा भुक्तानी समयमा गराउन ध्यानाकर्षण गराउने, विभिन्न ब्याङ्कहरूमा किस्ता मार्फत दिएका सवारी साधनहरूको हकमा ब्याज बिना गर्ने वा अर्को सवारी साधन खरिद गर्न सहुलियत दिने, पूर्ण क्षति भएका सवारी साधनहरूको निःशुल्क लगत कट्टा सुविधा दिएर भए पनि सम्बोधन गर्न माग गर्दछु। धन्यवाद। मान्य सदस्य सुमनिमा उदास। सामान्य सभामुख महोदय, आजको विश्व अर्थतन्त्र विश्वासमा चल्छ। त्यसैले फाइनेन्शियल एक्सन टास्क फोर्सको ग्रे या ब्ल्याक लिस्टमा पर्नु नेपालको फाइनेन्शियल क्रेडिबिलिटीमा प्रश्न उठ्नु हो। यसको असर सिधै नेपाली जनताको दैनिक जीवनमा पर्छ। विदेशबाट पैसा पठाउन कठिन र महँगो हुनेछ, वैदेशिक लगानी घट्नेछ र पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्नेछ। टुर अपरेटर्स, एयरलाइन्स, इन्सुरेन्स प्रोभाइडर्स र फरेन इन्भेस्टर्सले नेपाललाई हाई रिस्क डेस्टिनेसनको रूपमा हेर्न थालिसकेको छन्। त्यसैले म सरकारसँग केही सुझाव राख्न चाहन्छु। FATFको जोखिमबारे जनतासँग स्पष्ट र सरल भाषामा संवाद गर्नुपर्छ। इन्फर्मल इकोनोमी, हुन्डी नेटवर्क र रेगुलेटरी विकनेस विरुद्ध कोअर्डिनेटेड नेसनल एक्सन चाहिन्छ र नेपालले लगानी र अन्तर्राष्ट्रिय साख जोगाउन अर्जेन्ट कन्फिडेन्सियल बिल्डिङ मेजर्स अगाडि बढाउनुपर्छ। यो केवल ब्याङ्किङ सेक्टरको मुद्दा मात्र होइन, यो नेपालको आर्थिक भविष्य र नेपाली जनताको आकाङ्क्षा सुरक्षित गर्ने विषय पनि हो। मान्य सदस्य सुरेश कुमार चौधरी। सम्माननीय सभामुख महोदय, राज्यले कि त लगानी नै गर्न हुँदैन, लगानी गरिसके त्यसलाई पुरा गर्न सरकारको दायित्व हुन्छ। त्यसै कारणले गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर 1 अन्तर्गत मेरो क्षेत्रमा अन्तर्राष्ट्रिय महिला क्रिकेट मैदान प्रारम्भिक चरणमा छ। DPR भइसकेको, नक्साङ्कन सहितको इस्टिमेट भइसकेको, गत वर्ष बजेट अभावका कारण निकासा हुन नसकेकोले गर्दाखेरि यो अधुरो छ। त्यस्तै गरी नरेनापुर गाउँ विकास समिति वडा नम्बर 4 अन्तर्गत रहेको खानेपानी, राप्ती सोनारी गाउँपालिका अन्तर्गत 6 नम्बर वडा अन्तर्गत रहेको कमिया डाँडा खानेपानी आयोजना अधुरा छन्। ती अधुरा आयोजनालाई पुरा गर्नका लागि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हस्त, धन्यवाद। मान्य सदस्य सुलभ खरेल। सम्माननीय सभामुख महोदय, हामी चुनावमा जाँदै गर्दाखेरि जनतासँग मत माग्छौँ, तत्पश्चात हामीले जनतासँग कर चुस्न थाल्छौँ। जनताले आफ्नो भागको आर्जनबाट केही रकम करको रूपमा दिइसकेपछि जनताको एउटा आकाङ्क्षा हुन्छ, त्यो भने सेवा सुविधा चुस्त दुरुस्त होस् भन्ने उनीहरूको आकाङ्क्षा हुन्छ। सम्बन्धित निकायहरूमा जान्छन्, जनताहरूले दुःख पाउँछन्, त्यसपश्चात तिनीहरूको कुरा पुरा नभइसके पश्चात हामी जनप्रतिनिधिहरूलाई फोन सम्पर्क गर्न थाल्छन् र हामी जनप्रतिनिधि कानुन निर्माण गर्ने थलोमा रहेका जनप्रतिनिधिहरू गुनासो सुन्ने अधिकारीमा सीमित रहन्छौँ। त्यही भएर म 275 जनै माननीय सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सरकारी र सार्वजनिक निकायका पदाधिकारी, राष्ट्रसेवक सबैको नम्बरहरू सार्वजनिक गर्न म अनुरोध गर्छु र नेपाल सरकारलाई पनि यस्तो गभर्नमेन्ट पोर्टल बनाएर जनता र सरकार बीचको समुद्रिता घटाउन पनि म हार्दिक अनुरोध गर्दछु। हस्त। मान्य सदस्य सुशान्त वैदिक।
सम्माननीय सभामुख महोदय, प्युठान जिल्लाको बागदुला भीमगिठे सडक खण्ड जिल्लाकै मुहार फेर्न सक्ने एक रणनीतिक सडक हो जसले कृषि र पर्यटकीय सम्भावना जोडेर त्यसको आर्थिक विकासलाई उल्लेख्य भूमिका निर्वाह गर्न सक्दछ। तर सन् 2014मा भारत सरकारको नेपाल र भारतको सम्झौता लाइन अफ क्रेडिट एग्रिमेन्ट अनुसार एक्जिम ब्याङ्कसँग भएको सम्झौता अनुसार सन् 2019मा ठेक्का सम्झौता भए तापनि त्यो ठेक्कामा विविध कारणले मुद्दा परेको भन्ने बहानामा अहिलेसम्म सडकको काम नभएको हुनाले एक्जिम ब्याङ्कबाट खरिद प्रक्रिया सुचारू गरेर हुन्छ वा नेपाल सरकारको आफ्नै स्रोतबाट हुन्छ त्यो योजना सम्पन्न गरियोस् भनी सरकारसँग आग्रह गर्न चाहन्छु। त्यसै गरी सम्माननीय सभामुख महोदय, मैले अघिल्लो शून्य समय बोलेको चट्याङ सम्बन्धी दुःखद दुर्घटनालाई मध्यनजर गर्दै गौमुखी 5 खुङमा प्रत्येक वर्ष हुने गरेको चट्याङ वैशाखदेखि भदौको समयमा सालबसाली रूपमा चट्याङ पर्ने गर्दछ। त्यसैले त्यसलाई मध्यनजर गरी त्यहाँ पनि चट्याङ प्रतिरोध टावर निर्माण गरियोस् भनी सरकारसँग। मान्य सदस्य सुशील खड्का। सम्माननीय सभामुख महोदय, हामीले नेपालमा दैनिक 5300 टन फोहोर उत्पादन गर्छौँ, जसमा 1000 टन त प्लास्टिक नै पर्छ। 3 लाख नयाँ रोजगारी र 5 खरबभन्दा बढीको आर्थिक सम्भावना बोकेको फोहोर मैला व्यवस्थापन क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै दण्डित गरिएको छ। ल्यान्डफिलमा फोहोर फाल्ने कार्यलाई खर्च बिहोर्ने स्थानीय सरकारहरूले रिसाइकल गर्ने कार्यलाई सहयोग गर्नुको साटो आजको दिनमा पनि प्रति गोटा र किलोको रूपमा कवाडी कर लगाइरहेका छन्। ग्रिन सर्कुलर इकोनोमीको खम्बाको रूपमा रहेको यस क्षेत्रलाई धराशयी हुनबाट जोगाउन सरकारसँग निम्नलिखित माग गर्दछु। 1. कवाडी करलाई पूर्ण रूपमा खारेज गरी कडा कार्यान्वयन गरियोस्। 2. कुइने फोहोरबाट कम्पोस्ट मल र खुला रूपमा जलाइने तथा नन रिसाइकेबल प्लास्टिक्सलाई सिमेन्ट उद्योगहरूमा कोइलाको विकल्पको रूपमा प्रयोग गर्न प्रोत्साहन गरियोस्। र 3. फोहोर मैला व्यवस्थापन र रिसाइक्लिङ क्षेत्रलाई। मान्य सदस्य सुषमा स्वर्णकार। सम्मान्य सभामुख महोदय, मेरो बाँके जिल्ला क्षेत्र नम्बर 2 नेपालगञ्ज लगायत अन्य तराईका जनता अहिले दुई आगोको बीच रापमा पिसिएका छन्। एकातिर चर्को गर्मीको ताप, अर्कोतिर अन्धकारमा डुबेको विद्युतको पीडा। घामको ताप त सहन सकिएला, तर राज्यको व्यवस्थाको ताप कसरी सहने? बारम्बार कमजोर भोल्टेज र अवस्थित आपूर्तिले जनजीवन निकै प्रभावित भएको छ। हस्पिटलमा बिरामीहरू, स्कुलमा विद्यार्थीहरू र व्यवसायहरू निकै कठिनाइमा भइरहेको छ। सभामुख महोदय, महसुल तिर्ने बेला जनता जिम्मेवार हुन्छन्, तर सेवा दिने बेला राज्य किन गैर जिम्मेवारी हुन्छ? विद्युत सेवा सुविधा होइन, यो जनताको अधिकार हो। अन्तमा म सरकारसँग माग गर्दछु कि त्यहाँका जनताका लागि विद्युत आपूर्ति सुधार, संरचना मर्मत, क्षमता विस्तार र दीर्घकालीन समाधानका लागि तत्काल स्पष्ट र प्रभावकारी कार्ययोजनाका साथ काम गरियोस्। हस्, धन्यवाद। मान्य सदस्य सुहाङ नेम्बाङ। सम्माननीय सभामुख महोदय, बिस्तारै बर्खाको मौसम सुरु हुँदैछ। यति बेला यहाँ हामी समृद्धिको ठुलो बहस गरिरहँदा बाहिर ठुलो पानी दर्क्यो भने मेरो मन झस्केर सिधै इलाम पुग्छ, किनकि इलामका सडकहरू भत्किन्छन्, पहिरो जान्छ। बिरामी बोकेको एम्बुलेन्स, यात्रुवाहक बस र दैनिक उपभोग वस्तु बोकेका सवारी साधनहरू बाटोमा अलपत्र पर्छ। सरकारले अधुरा योजनाहरूलाई पूर्णता दिने भनेको छ, त्यसैले म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। राजदुवाली, दमक चिसापानी, नेपालटार मङ्गलबारे धुसेनी, राके रवि भेडेटार, बेलासे, मदन भण्डारी राजमार्ग लगायत महत्त्वपूर्ण सडक तथा पुलहरू नबन्दा हजारौँ जनताले शास्ति खेपिरहेको छ। यसको पूर्णताका लागि सभामुख मार्फत म सरकारलाई अनुरोध गर्न चाहन्छु। अपेक्षित बजेटको अभाव, कानुनी उल्झन र ठेकेदारको लापरवाहीका कारण यी सडकहरू अलपत्र पर्दा इलामका जनताले कहिलेसम्म शास्ति बोक्नुपर्ने हो? तर साँच्चै कि सभामुख महोदय, बर्खा लागेपछि न जनप्रतिनिधिहरू न त जनता नै निर्धक्कका साथ सुत्न सक्छन्। तसर्थ यी अधुरा सडक र पुलहरूको द्रुत निर्माणका लागि सरकारसँग माग। मान्य सदस्य सोम शर्मा। सम्माननीय सभामुख महोदय, आज म यहाँ सत्ता पक्ष वा प्रतिपक्षको रूपमा होइन, केवल जेनजी पक्षको आवाज भनेर बोल्दैछु।
मेरो काखमै अन्तिम सास फेरेका शहीद सुलभ राज श्रेष्ठ र मेरै बागलुङ जिल्लाका शहीद सौरन किशोर श्रेष्ठ सहित भदौ 23 गते निरङ्कुशता विरुद्ध आवाज उठाउँदा गोली खाएर ढलेका सम्पूर्ण शहीदहरूलाई म श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु। त्यही दिन चलेको गोलीको दाग बोकेर म आज यो संसदमा उभिएको छु। सायद केही इन्च मात्रै फरक परेको हो, अन्यथा आज म सांसद होइन, शहीदको तस्बिरभित्र सीमित हुने थिए। तर आज पनि प्रश्न जीवित छन्, हामीमाथि गोली किन चलाइयो, ती अबोध युवाहरू कुन अपराधमा मारिए र हामीमाथि अन्धाधुन्द गोली चलाउने र गोली चलाउने आदेश दिनेहरू आज कहाँ छन्? आफ्ना सन्तान गुमाएका बुबा आमाले आज पनि राज्यसँग यही उत्तर मागिरहेका छन्। म यही सम्मानित सदन मार्फत सरकारसँग आग्रह गर्न चाहन्छु, सत्यता र उत्तरको प्रतीक्षामा रहेका परिवारहरूले उत्तर नपाई यो संसार छोड्नु पर्ने अवस्था नहोस्। जस्टिस डिलेड इज जस्टिस डिनाइड। धन्यवाद। मान्य सदस्य स्मृति सेन्चुरी। सम्माननीय सभामुख महोदय, आज यस सदनमा उभिरहँदा म बानेश्वरको सडकदेखि सामाजिक सञ्जालसम्म आफ्नो हक खोजिरहेका हाम्रा जेनजी युवाहरूको आशा र आक्रोश दुवैलाई गहिरोसँग महसुस गरिरहेकी छु। सभामुख महोदय, मेरो पुस्ताले वर्षौँदेखि राजनीतिक अस्थिरता र आश्वासन मात्रै सुन्यो। इतिहासका पानाहरू बदलिए तर विडम्बना मेरो पुस्ताको भाग्य बदलिएन। आज पनि हरेक घरको कथा एउटै छ। कोही छोरा परदेशमा पसिना बगाइरहेका छन् भने कोही छोरी विमानस्थलमा आँसु पुस्दै बिदा हुँदैछन्। युवा पुस्ताले यो देश छोड्न चाहेका होइनन्, तर यहाँ रोजगारीको अभाव र विगतको सरकारको लाहाचारीले युवा पुस्ताले यो देश छोड्न बाध्य पारिएको हो। हामीले युवा पुस्ता मात्रै गुमाइरहेका छैनौँ, हामीले यो देशको सम्भावना र भविष्य समेत गुमाइरहेका छौँ। बानेश्वरमा अधिकार माग्ने जेनजी युवाहरूलाई रोजगारीको अवसर सिर्जना गरेर मात्रै यो देश रित्तो हुनबाट जोगाउन सकिन्छ। अन्त्यमा सरकारलाई अनुरोध गर्न चाहन्छु, हाम्रो यो कार्यकाल केवल सत्ता सञ्चालनमा मात्र सीमित नबनोस्, यो युवा पलायन रोक्ने एउटा परिवर्तनको ऐतिहासिक क्षण बन्योस्। धन्यवाद। मान्य सदस्य हरिना देवी कामी। सम्माननीय सभामुखज्यू, डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका र परशुराम नगरपालिका वडा नम्बर 12मा बग्ने रङ्गुन नदी र उक्त नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ। सोही क्षेत्र संरक्षणका लागि पक्की तटबन्धन गुरु योजना लागू गरिएको, तर यस्तो विडम्बना छ कि पनपा 12को लामीजालादेखि सलुनपुल र सिसमजालादेखि कलेना खोला सलुनपुलसम्म छुटेको हुँदा जसका कारण खेतीयोग्य जमिन बगरमा पणित भएका छन्, त्यहाँका स्थायी जनताले हालसम्म पनि ढुङ्गा बालुवाको कर बुझाउँदै आएका छन्। त्यसैले सम्माननीय सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। उक्त क्षेत्रमा तटबन्धन निर्माण र संरक्षणका लागि आवश्यक पहल कदमी गर्न जोरदार माग गर्न चाहन्छु। अन्त्यमा नयाँ पार्टी, नयाँ मन्त्री, त्यसैमाथि युवा सरकार 2/3को समर्थन भएको अवस्थामा पनि शिक्षा ऐन अझै 2028 सालकै हुनु दुःख। मान्य सदस्य हरिप्रसाद भुषाल। मान्य सदस्य बस्नुहोस्, म हेर्छु। सम्माननीय सभामुख महोदय, बत्ती निभाउन सजिलो हुन्छ तर उज्यालोको आवश्यकता मेटाउन सकिँदैन। नेपाली सञ्चार जगतले राणा शासनदेखि पञ्चायती दमन हुँदै लोकतन्त्र स्थापनासम्म जनचेतना जगाउने ऐतिहासिक भूमिका खेलेको छ। तर विडम्बना परिवर्तनको आवाज बनेका सञ्चार माध्यमहरू नै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन्। अर्घाखाँचीका 11 FM सहित देशभरका रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरू आर्थिक सङ्कटले थलिएका छन्। केही मिडियाभित्र विकृति छन्, मन लाग्नेलाई बोक्ने, चित्त नबुझी ठोक्ने शैलीमा लगाम लगाउनु पर्ने पनि छ, म बुझ्दछु। तर घाउ निको पार्ने नाउँमा मुटु नै निकाल्ने काम नगरौँ। स्वतन्त्र प्रेस राज्यको शत्रु होइन, लोकतन्त्रको पहरेदार हो। त्यसैले सरकारसँग मेरो आग्रह छ, समानुपातिक विज्ञापन नीति लागू गरियोस्, स्थानीय तथा मूलधारका सञ्चार गृहहरूलाई संरक्षण गरियोस् र प्रेस स्वतन्त्रताको संवैधानिक मर्म व्यवहारमै सम्मान गरियोस्। अर्को कुरा, चुरामणी ढुङ्गाना माधव भण्डार मान्य सदस्य क्षितिज थेबे। सम्माननीय सभामुख महोदय, ताप्लेजुङ डायरी 2। यी शब्दहरू ताप्लेजुङको भावना हुन्। 50 वर्ष भयो जनताको सपना अधुरै, सुकेटार एयरपोर्ट
बिस्तार र कालोपत्रे भयो तर नियमित विमान गएन। वर्षयाम सुरु भयो पालो सडक रोपाइँको। बानन्दे दोभान सडक कालोपत्रे ढिलो सिस्ती कारण आवश्यक बजेट नभएको। देउराली तेल्लोक सडक अलपत्र। हान्द्रुङ फुङफुङ्गे सडक हरिबिजोग। साप्लाखु सुरुखुम सडक जनबिजोग। थर्पु याम्फुदिन सडक 2046 सालबाट बनेको अहिलेसम्म उस्तै। पाथिभरा सडक मुख्य विषय नै भयो। पुलहरूको अवस्था कुन शब्दावलीले वर्णन गरौँ गरि नसक्नु सभामुख महोदय। कालोपत्रे ठेक्का लाग्यो ढुक्क अबद्ध बन्ने भयो। कहाँ बन्नु जन खलपत्र। हरे के गर्ने होला आइडिया। द्वितीयको सरकार छ अब के को चिन्ता। सभामुख महोदय सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद। मान्य सदस्य ज्ञानु पौड्याल। सम्माननीय सभामुख महोदय, कर्णाली सपना अब कर्णाली मात्र होइन देशको सपना पनि हो। ती दुर्गम पहाडका छातीभित्र दबिएका आवाजहरूले कर्णालीतिर विकासको कुलो फर्कियोस् भन्ने आशामा छन्। र सम्माननीय सभामुख महोदय, राज्यको ठुलो लगानीमा 4 दशक अवधिमा निर्माण भएको कालीकोट विमानस्थल पटक पटक परीक्षण भइसकेपछि पनि उद्घाटन भएर पनि अहिले सञ्चालन भएको छैन र त्यो सञ्चालन गरी कर्णाली क्षेत्रको यातायात आपतकालीन सेवा तथा आर्थिक सामाजिक विकासलाई प्रभावकारी बनाउन तत्काल ठोस पहल गरियोस् भनी म जोरदार माग गर्दछु। र साथसाथै अहिले भर्खरै पनि कालीकोट जिल्लामा बाटोको कारणले बाटो राम्रो नभएर थुप्रै समस्याहरू भएको दुर्घटनाहरू पनि हामी सुनिरहेका छौँ। र कालीकोट जिल्लामा जलविद्युत आयोजना, राष्ट्रिय प्रसारण लाइन, विस्तार, कर्णाली लिफ्ट सिँचाइ आयोजनाका लागि पनि सरकार माननीय सदस्य ज्ञानेन्द्र सिंह महता। सम्मान्य सभामुख महोदय, म निर्वाचित कञ्चनपुर क्षेत्र नम्बर 3 नेपाली क्रिकेटका लागि प्रतिभाको उर्वर भूमि हो। यही भूमिले नेपाललाई विश्वसम्म चिनाउने उत्कृष्ट क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, भीम सार्की, सन्दीप जोरा, बिन्दु रावल, कविता जोशी लगायत 2 दर्जन बढी राष्ट्रिय गौरवका खेलाडी जन्माएको छ। उहाँहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको गौरव उच्च राख्ने ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको छ। तर विडम्बना यति धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने जिल्लामा आजसम्म राज्यले एउटा व्यवस्थित र स्तरीय क्रिकेट मैदान निर्माण गर्न सकेको छैन। संरचना निर्माणका लागि जिल्ला खेलकुद विकास समिति कञ्चनपुरसँग पर्याप्त जमिन हुँदाहुँदै पनि युवाहरू प्रतिभा भएर पनि उचित खेल मैदान, प्रशिक्षण र आवश्यक संरचनाको अभावमा सङ्घर्ष गर्न बाध्य छन्। आधुनिक क्रिकेट मैदानसहित आवश्यक खेल पूर्वाधार निर्माण गर्न सकिए अझ धेरै प्रभावशाली खेलाडी उत्पादन हुने निश्चित छ। त्यसकारण कञ्चनपुरमा आधुनिक क्रिकेट मैदान निर्माण, बहुद्देश्य रङ्गशालासहित खेल पूर्वाधार विकास तथा युवाहरूलाई खेल मार्फत भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्न आवश्यक बजेट विनियोजनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य, यहाँको सुन्ने समयमा टिक लगाएको देखिएन, तर कुरा राख्नुहोस्, आफ्नो कुरा राख्नुहोस्।